हेलो एभ्रिवान। आज चाहिँ म के भन्न आयो भने नि खास गरिमा चाहिँ है मेरो साथीको चाहिँ आजको दिनमा बर्थडे हो कि आज चाहिँ मेरो साथीको बर्थडे छ है। मैले चाहिँ उसलाई अस्तिदेखि एकदमै धेरै झुट बोलिरहेको छु म आउन पाउँदिनँ भनेर। साथी पनि एकदमै धेरै रिसाइराखेको थिएँ। आज चाहिँ म उसलाई सरप्राइज दिनुको लागि जान्छु है। आज चाहिँ अब चाहिँ म जानलाई आँटेको म चाहिँ अहिले पसल आएको छु है। आज चाहिँ मेरो पसल पनि खुलेन। खास गरिमा चाहिँ आज म भ्याउँदिनँ पनि थिएँ। खास गरिमा सरप्राइज दिन चाहिँ जान्छु म, तर भरेको के हुन्छ भन्ने कुरा म बच्छु कि बच्दिनँ भन्ने कुरा चाहिँ थाहा छैन कि कति कुटे खानुपर्ने हो कि के गर्नुपर्ने त्यो चाहिँ मलाई थाहा छैन हेर्नु होइन। डर पनि लागिरहेको छ एकदमै धेरै, मनमा चाहिँ डर फिल भइरहेको छ। तर पनि ठिकै छ, म म्यानेज गर्छु भनेर चाहिँ मैले सोचिरहेको छु। अनि इग्नोर पनि बढै गरिरहेको छु मैले उसलाई। अनि मैले हिजो मेरो फेरि अर्कै साथीको बर्थडे पनि थियो नि त, अनि अर्कै साथीको बर्थडे थियो। अनि मैले त्यति बेला मैले भनेको म सरी यार, म भोलि आउन पाउँदिनँ, म उता इलाम जानुपर्ने भयो, आज बेलुका नि म जान्छु, अब भोलि आउँदिनँ, आइतबारतिर चाहिँ भेटौँ न त भनेर मैले भनेको थिएँ। आम्मामा रिसाएर ब्लम ब्लम भएको थिएँ कि त मलाई चाहिँदैन यता त्यता हेनतेन भनेर। आइएम सो सरी, मैले तँलाई झुट बोलेँ होइन। मैले सरप्राइज दिनुको लागि हो खास गरिमा चाहिँ। तर कसम भनेको भरेको रियाक्सन के हुन्छ भन्ने कुरा चाहिँ मलाई यति पनि थाहा छैन। अब ठिकै छ, ह्याप्पी बर्थडे। मैले उसलाई चाहिँ बर्थडे पनि विस गरेको छैन है। ह्याप्पी बर्थडे, तँलाई जन्मदिनको धेरै धेरै शुभकामना। हेर केटी नरिसा, जस म आउँदैछु तँलाई थाहा चाहिँ छैन आयो है। अब चाहिँ म जानुपर्ने हुन्छ। अब चाहिँ म यहाँदेखि घर गएर होइन कपडाहरू लाएर घरमा यतात्यता सामानहरू के होइन रेडी गरिदिएर जानुपर्ने हुन्छ। खास गरिमा चाहिँ अब म आज पसल खोल्नुको लागि भ्याइन पनि, र एकछिन आएको थिएँ सामानहरू लिनुको लागि मात्रै। अब मैले चाहिँ साथीलाई चाहिँ बुके लगिदिन्छु भनेर सोचिरहेको थिएँ। अब आन्टीले चाहिँ बुके बनाउनुहुन्छ नि त, अनि बुके भयो आन्टी बुके हजुर पेपर राम्रो पेपरमा बनाइदिनु न बुके पिङ्क रेड बनाइदिनु न। मेरो बोयफ्रेन्ड पनि त्यही हो क्या खास गरिमा भन्नुपर्दा मैले भिडियो बनाएर। अब यहाँ बुकेको काम हुँदैछ है गाइजहरू, यहाँ बुकेको काम हुँदैछ आजको नि। भरे मैले कति कुटे खाने हो मलाई थाहा छैन, भरे हेर्नु ल आन्टी कुटे खाएको नि हेर्नु ल भिडियो आयो। हिजो नै बाजिरहेको छु क्या म होइन आउनु पाउँदिनँ, आज म इलाम जानु पऱ्यो भनेर। अनि आइतबार सोमबार भेटौँ ल भनेर बाजिरहेको छु क्या हिजै। अनि फेरि अहिलेसम्म फोन म्यासेज केही गरेको छैन कि, बर्थडे पनि विस गरिदिएको छैन भनेपछि कस्तो भयो त म। ल हाम्रो आन्टीले चाहिँ अब बुकेको लागि रेडी गरिदिँदै हुनुहुन्छ। म भरे बुके चाहिँ कस्तो हुन्छ अब भरे यसमा देखाउँछु है त। ल गाइजहरू बुके कस्तो हुन्छ म भरे देखाउँछु।